नमस्ते सबैजनालाई स्वागत छ। आज चाहिँ मैले एकदमै हेल्दी र टेस्टी अचार स्यालेडको रेसिपी लिएर आएको छु। अचार स्यालेड किन भनेको भनेपछि यसलाई मैले अचार जस्तै बनाएको छु, तर यसमा खुर्सानी तेलहरू केहीको पनि युज गरेको छैन। हजुरहरूले बच्चादेखि लिएर बुढोसम्म सबैलाई दिन सक्नुहुन्छ र हजुरको हेल्थ ठिक छैन भने पनि हजुरलाई अचार खान मन लागेको छ भने पनि यसरी बनाएर खान सक्नुहुन्छ। बनाउन एकदमै सजिलो छ। सुरु गरौँ है त। यसको लागि चाहिँ हामीलाई बोइल आलु चाहिन्छ। आलुलाई पिल गरेर कट गरेँ। त्यसपछि गाजरलाई र काँक्रालाई पनि धोएर कट गरेको रफली। सबै चिजलाई एउटा ठुलो भाँडामा हालिसकेपछि अब यसमा माथिबाट 2 चम्चा जति मैले तिलको धुलो युज गर्न गइरहेको छु। त्यसपछि आफ्नो टेस्ट अकर्डिङ हामीले यसमा नुन एड गर्नुपर्ने हुन्छ र यसलाई अलिकति कलरफुल बनाउनको लागि मैले यसमा थोरै बेसारको पनि युज गर्छु। बेसार धेरै हाल्दा चाहिँ तितो पनि हुनसक्छ, त्यही भएर एकदमै थोरै बेसार लिएको छु। र अब यसमा अमिलोको लागि चाहिँ कागतीको रस, जुन एकदमै ताजा हो। त्यसपछि यसलाई राम्रोसँग हामीले हातको हेल्पले मिक्स गर्नुपर्ने हुन्छ। मिक्स राम्रोसँग भयो भने मात्रै यसमा राम्रो टेस्ट आउँछ, नत्र टेस्ट हुँदैन। यसमा खुर्सानीहरू केही पनि एड गरेको छैन र यसलाई झान्नु पनि पर्दैन। हामीले यसलाई यत्तिकै राम्रोसँग मिक्स गरेपछि सर्भ गर्न सक्छौँ र यो एकदमै हेल्दी पनि छ र 5 मिनट्समै बनेर पनि रेडी हुन्छ। हजुरहरूलाई भिडियो कस्तो लाग्यो प्लिज कमेन्ट गर्नुहोला र एकचोटि हजुरहरूले यसलाई घरमा पनि ट्राई गर्नुहोला। हजुरहरूलाई मिठो लाग्यो कि लागेन त्यो पनि सेयर गर्नुहोला। यस्तै भिडियोको लागि च्यानललाई सब्सक्राइब गर्नुहोला र हजुरहरूलाई भिडियो मन पर्यो भने आफ्नो फ्यामिली फ्रेन्डसँग पनि सेयर गर्नुहोला। भिडियोलाई हेरिदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद छ। यस्तै भिडियोको लागि बेल आइकन दबाउन नबिर्सिनु होला। थ्याङ्क यू फर वाचिङ।